बिहान नुहाएर चिसो पानीले है जाडोमा चिसो चिसो मौसममा होइन अक्सा लाएर पशुपति हिँडेको हाम्रो मिस गुड मर्निङ अघि अँध्यारो थियो अघि आउँदा कति भयो ठिक्क भयो अहिले फर्किनुपर्छ बिहान बिहान मलाई गर्मी फिल भइरहेछ नि गर्मी फिल भइरहेछ तिमी साथमा गएर होला क्या नाटक त गरिहाल्छ नि अलि पूजाको सामान पनि किन्यो अब पूजा गर्न पशुपति मन्दिरतिर लाग्यो पूजा गर्न हिँडेको पूजा गर्न बिहान बिहान चिसो चिसो मौसममा पशुपति फुल यो यसो टोकरी लिइसकेपछि जुत्ता खोल्नु पर्ने रहेछ नि जुत्ता खोलेर उता राखेर सक्स पनि निकाल्दा हुने रहेछ चिसो छ त्यही भएर सक्स ननिकालेको अनि पशुपति फाइनली पशुपतिमा पुग्यो जाडो चिसो धेरै चिसो लागिरहेको छ आज बिहान नुहाएको झन् हुन्छ कि पूजाआजा गरिसकेपछि आइसक्यो भित्र फोटो खिच्न मात्र रहेछ त्यही भएर बाहिर निस्केको पशुपति बाहिर छु माघे सङ्क्रान्ति पनि भएर होला मान्छेहरूको एकदम भिड यति छ कि है हामी त बल्ल तल्ल पूजा गरेर निस्केको है मान्छेको भिड धेरै छ अझै आउने क्रम भइरहेछ के कति आउँछ अनि यो थाहा छैन धेरै भिड छ हामी पूजा गरेर निस्किसक्यो अब जान्छौँ होला यता फेरि उडी आहा गाइस हामी पूजा गरेर टक्क लाएर आइसक्यो मन्दिरबाट चिसो भइरहेछ जुत्ता छडाएर आएको है तल जुत्ता छडाएर आउँदा नि बोली नै पुर्दैन यहाँ बोली नै पुर्दैन गाह्रो छ अनि एकदमसँगले चिसो आनन्द छ सन्त गर्मी बसेको मान्छे मलाई त आनन्द लागिरहेछ उसलाई चाहिँ धेरै चिसो लागिरहेछ खुसी पनि लागिरहेछ बिजो गइसक्यो ल हामी यहाँ जुत्ता खोलेर जुत्ता राखेर गएको थियौँ सो ल त्यो जुत्ता मागेर उताबाट जुत्ता लिएर आउँदैछ खोज्दैछ मलाई खोज्दैछ उसले ओए माया कता उता होइन यता आउनु यता ओए हित्ती राखेन ए आमा सरसी जुत्ता ल जुत्ता पनि लिएर यहाँ जुत्ता राखेर जानु पर्दो रहेछ